वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबैजना सन्चै हुनुहुन्छ, हामी पनि एकदम सन्चै आराम छौँ। आज चाहिँ भ्यू चाहिँ फ्रेस टु खतरा देखेको छ कि पुरा हेरिदिनु न त, पुरा एकदम बबाल बबाल वन्डरफुल एक्साइटेड। अनि हामी चाहिँ कता जाँदैछौँ भने चाहिँ यसो हावा खानको लागि चाहिँ मोटो टक्क जाँदैछौँ होइन। लगाइ चलो माया बिना जीवन पानी बिना बादल माया बिना जीवन। टिकटक बनाऊँ गाइस, सक्दो सेयर गर्न प्रयास जारी गरिदिनु होला। यतातिर चाहिँ हाम्रो मान्छेहरू छ, आबे हुनुहुन्छ हेर्नको दामी देखिनु भएको छ। अनि म यता छु, हामी कता जाँदैछौँ भने आबे रिसिँदै पिट्ने कुरा गर्नुहुन्छ मलाई चाहिँ। अनि हामी चाहिँ जाँदैछौँ हेर्दै ए भाइ मोबाइल अनि हेर्दै जानु फोटो खिच्नको लागि जाँदैछौँ हामी। मैले चाहिँ खिच्दैन यतातिर यता यहाँदेखि हिँड्केँ यता हेर्नुहोस् है गाइस, म यहाँदेखि जुम गर्न चाहन्छु। यहाँ तल गरेर हेर्दैन होला है कस्तो आउँछ भ्यू चाहिँ एकदम ओ माई गॉड। हेर्नु न यति धेरै जुममा हुन्छ क्या यो मोबाइल चाहिँ, न्यू मोबाइल हो नि, हो कि होइन। अनि हामी चाहिँ एक दुईवटा टिकटक बनायौँ मोबाइल देखेँ। अनि यस्तो घुमघाम गर्दैछौँ। भल कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब अल डाउन गरिदिनु होला है त। अनि चाहिँ हामी जान्छौँ खैखुल। माया बिना जीवन पानी बिना बादल। कस्तो राम्रो बाबा, कस्तो लाग्दैछ भन्। खुसी भन्नाले कस्तो ह्याप्पी अलि जस्तो। यतातिर चाहिँ गाइज अब कस्तो यो असार महिना नि त फुलहरू रोप्ने सिजन। अनि यतातिर पनि फुलहरू फुलिरहन्। यता हरियाली यता हेर्नु न कस्तो दामी हरिया हेर्नु नि त। अनि यतातिर माथि जुम गरिदिन्छु म तपाईँहरूलाई, यता हेर्नु। अनि नाच ल रिया। ल हामी ल जाँदैछौँ है गाइस होइन। अनि बाटो चाहिँ यता हेर्नु हात्ती लट्न पनि सकिन्छ, पुरै यस्तो चिफ्लो छ बाटो चाहिँ। यति हिँड्ने बित्तिकै त्यही कारण चिफ्लिक्क पनि जान सकिन्छ टक्क लाएर होइन। अनि यो बर्खामा चाहिँ पानी आएर चाहिँ कस्तो सताउँछ भन्ने म तपाईँलाई थाहा छ। मैले यसले हाँस लगाइदियो है म शीर्षक दिँदैछु म। के अरे गङ्गा यस्तो भन्छ स्कुलमा के भन्छ अरे यस्तो यस्तै जस्तै के एउटा ऊ भनेको के भन्छ भने जस्तै सामाजिककरणका विशेषताहरूले यस प्रकारका छन् भन्ने बित्तिकै अब सुरु गर्दाखेरि ए त्यस्तै गरेर राम्रो खायो क्या। अनि यतातिर चाहिँ यो करेलाहरू यो चाहिँ उसको रियाको घर भइगयो होइन। अनि हामी ग्याङहरू बन्दै जाँदैछौँ। मेरो भाउजू कुनमा यो मोबाइलमा बनाऊँ अहिले ल। अनि सबै जाँदैछौँ एकचोटि। रिया यो एमा लोद्दैन रिया, यहाँ लोद न न लगाइ जब चाहिँ माथि गएर भेटौँ ल है त। यो जग्गातिर चाहिँ गाइजहरू निउराहरू फल्ने ठाउँ हो यतातिर। ओके बेटा। मेरो भाउजूले मलाई बेटी भन्नुहुन्छ कसले हो। अनि अब चाहिँ के गर्दैछौँ कस्तो गर्दैछौँ भनेपछि यस्तो हो हाम्रो काम चाहिँ। यस्तो हरियालीमा डुल्नुपर्छ अनि टक्क लाउनुपर्छ। अझै गाई चाहिँ मेरो घर नदेखाइदिनु होला प्लिज भन्छु, म चाहिँ सबै ठाउँ देखाउन चाहन्छु। गाइस यो भिडियोलाई सब्स्क्राइब गरिदिनु होला। ओह गाइस यतातिर छु है म त। अनुष्का अनु यो यही घर हो है, यो गङ्गाको घरतिर चाहिँ। ओ बोय बस्नु भएको छ रिया इबे भन्न इबे कस्तो राम्रो हरियाली देखेको छ कि गाउँघर चाहिँ। यता हेर्नु न पुरा हेर त मुना। ओ माई गॉड स्वर्ग हेर्ने हो गाई चाहिँ हेरिदिनु होला सबैजनाले। म चाहिँ यस्तो देखाउँदैछु। यो भिडियो त ग्रुप गर्दा हाल्नु स्वर्ग हेर्ने हो भन्नेमा गराउनु न एकचोटि। भाउजू फुल मैले टिपिदिनु ल एउटा। हेर्नुहोस् न गाई चाहिँ त्यतिर सुन्तलाहरू के दामी खोले।
अनि यहाँ ऊ पनि यतातिर चाहिँ गाइस होइन मकै यो त हेर्नु बब्बाल बब्बाल यस्तो भइसक्यो हेर्नु क्या हरियाली छ स्वर्ग अरे यसको लागि चाहिँ कस्तो लाग्दैछ गाउँमा बस्नुको फाइदा बेफाइदा एकदमै रमाइलो आफूलाई प्राउड फिल लाग्छ होइन आफ्नो गाउँमा भएको हरियाली हुन्छ नि त्यसले स्वच्छ हावा दिन्छ त्यसले गर्दा हामी स्वस्थ हुन्छ त्यसैले म एकदम ह्याप्पी खुसी छु ह्याप्पी मोमेन्ट अफ कोर्स ह्याप्पी मोमेन्ट अनि यतातिर चाहिँ गएको छ ल अबतिर हामी जाँदैछौँ गाइस अनि अब हो माथि जान्छौँ के कस्तो छ भन्ने हामी तपाईँहरूले देखाउँछौँ भ्यूहरू देखाउनको लागि हामी जाँदैछौँ होइन हेरिदिनु होला दामी दामी भ्यूहरू देखाउँछौँ तपाईँहरूले अगाडि चाहिँ भाउजू र ऊ छिन् अनि यतातिर चाहिँ बाख्राहरू छन् यस्तो मैले हान्न पनि सक्छु यिनीहरूलाई र हान्नु भएन र अङ्गुरको बुट्टा जस्तो पनि हो यो चाहिँ होइन चाहिँ के को बुट्टा हो यो चाहिँ गाइस गाउँघरको अर्ग्यानिक टिमुर है त अनि गाइस के भन्छ भनेपछि गाउँमा बस्नु चाहिँ एकदम फाइदा छ क्या हावाहरू त्यो सहरमा धेरै गर्मी हुन्छ नि त गाउँमा थुप्रै मस्त हो नि त फेरि अनि के भन्न चाहनुहुन्छ आज एक्लै अनुष्का गएको छि फाइनल हामी चाहिँ गाइस मोटर बाटोमा आइसक्यौँ होइन यस्तो छ म सबै तपाईँहरूले माथि गएपछि सबै गाउँको भिडियोहरू सबै म अपलोड गर्दै जान्छु हेर्दै गर्नु होला होइन ओ सर्प गाडेको छ हो कि यत्रो सर्प आङ आङमा लगाइदिई कस्तो सागरले सबै गोबर सोबर सबै अस्ति हामीले गाइस सर्पमा आइरहेको थियौँ अनि गाडे छिटो होइन छिटो होइन यतितिर चाहिँ यहाँ क्यारम बोर्ड के खेल्दैछन् अब अलिक छिटो हिँडिने नि लोट्न पनि सकिन्छ यहाँदेखि देखाउँछ है फेरि एकचोटि हेर्न गङ्गा हेर्नु न भाउजू तपाईँलाई अब देखिहाल्नु न हेरिहाल्नु न लगाए चाहिँ यतातिर भाउजूले हाँस्नु भयो अब खास गरी के होला नन सेनिटेरी स्टुपिड यतातिर चाहिँ यो हाम्रो यता भएको चाहिँ हेर्नु यो चाहिँ सबै हाम्रो बारी है यो बारी नि हाम्रो यता हेर्नु यो यता 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 सबै हाम्रो भयो अनि यो गाउँहरू भयो होइन अनि यतातिर चाहिँ यो गाउँहरू हेर्नु न बब्बाल गाउँहरू छ यतातिर चाहिँ ठुलो पूजा हुने ठाउँहरू के अरे देउली हुने ठाउँ भयो यो चाहिँ त्यहाँ गौतम सुनाहरूले देउली गर्ने ठाउँ भयो यो उतातिरको त्यतातिरको आउँछन् रज्यानका धामीहरूतिरका अनि टक्क लगाएर तिर यतै बस्छौँ ल अब हेर्नुहोस् है भ्यूहरू म देखाउँदैछु तपाईँहरूले चाहिँ हेर्ने काम हो यो चाहिँ यो हाम्रो गाउँ भयो यतातिर भयो यतातिर चाहिँ मेरो पारी फुपू घरतिर पर्छ यो जुम्तिकारा भन्ने आजको भ्यू चाहिँ एकदम बबाल भइरहेको छ कस्तो घुम्ने काम रमाइलो भइरहेको छ होइन बाजु कि तपाईँ माथि हेर्नु न माथि पुरै स्वर्ग हो कि पुरै बिएफ जिएफ बसिरहन् डेटिङ बसिरहन् अनि यतातिर तिमीलाई पनि भिडियोहरू बनाइदिन्छु म यिनीहरूले बनाउनु भए अनि यस्तो छ यो तलतिरै मान्छेहरू हिँडिरहन् अनि फेरि म चाहिँ बसिरहेको छैन अनि यस्तो भएको छ अरे अनि अब हेर्नुहोस् गाइस यो देखाउनु पर्ने भ्यूहरू अब माथि हामी मन्दिरदेखि उता जान्छौँ अनि उताको भ्यू पनि देखाउँछौँ हजुरहरूलाई त एकछिनको लागि भिडियो गाइस हामी चाहिँ अब यता भिडियोहरू बनाएर अबतिर माथितिर जाँदैछौँ कस्तो लाग्दैछ भन् यता भ्यूहरू देख्दैछौँ अनि हामी सबैजना मिलेर जाँदैछौँ अनि के कस्तो लाग्छ हेर्दै जाने है त फेरि हामी जान्छ यतातिर हाँसिरहेको छ नि पुरै यस्तो यस्तो यता यसले चाहिँ कमेडी गरिरहेको छु होइन अनि त्यही यो आछु नि मजा आयो त भाउजू यता हुनुहुन्छ लोती भाजको एउटा मैले अस्ति बनाएको थिएँ त्यस्तै बनाएको भिडियो त लक्ष्य बोकेर अब हिँड्ने अस्ति भाजको एउटा दामी अस्ति जस्तै मैले जस्तै भिडियो बनाउनु पऱ्यो त्यसले चाहिँ
भातीकै परे त्यो पारीको सल्लाहको छ नि त्यतिमा छ नि हो त्यो सल्लाहको त्यतिको जाँदा डुगुर यसले चाहिँ लौरो भात्न जाति हो त्यही भात कि यही भात यही हो यही कसको हो नि हाम्रो त हो यही भात यही भात के यही हो त्यही सक्चिस यो त यसले गर्छ कि सक्नु उसले चाहन्छ ल हुन्न ठन्डी पर्यो हिमाल निन्नुको भात त्यो त्यत्नेबाट ती छन्काइदियो त्यत्नेबाटै हो यतिबाटै भाचिस काम छ के बहिनी खै कत्रै बनाइस् ल यस्तो दाउरा भाँचिसक्यो यसले चाहिँ होइन यो चाहिँ हाम्रै यो फेरि कसको हो र हाम्रै हो के हाम्रै भनेपछि तिम्रो बोल्ने कामै छैन तिम्रो बोल्ने कामै छैन त्यसरी नदेखे त्यो माथिको त हातमा छ भने त्यसरी देख्यो उसले तल जाँदै ढुङ्गा नाक्नेतिर ल गाइज म यता भिडियो ओ यता हाल न कति दामी आएको यो गाउँ माई गड ल यता चाहिँ म भिडियो गरिदिन्छु चाहिँ यता भिडियोहरू पनि बनाएर भिडियो चाहिँ हामी आज भिडियो सुट गर्न आएको अनि जाँदैछौँ हामी चाहिँ होइन यो चाहिँ आज घुमघाम मोमेन्ट हो के हो यस्तो गाइजहरू यसको नाम के हो कसले हेरेर हाम्रो स्कुल गङ्गा के छ मङ्सिरमा भव्य देउली हुन्छ यो चाहिँ यो मन्दिरमा चाहिँ होइन अनि चाहिँ गर्मी भएको लास्ट त्यही गर्नु देखि आएन कोही पनि देखाएन क्या अनि त्यसपछि फाइनली हामी मन्दिरतिर पनि आइपुग्यौँ प्रवेश गरिसक्यौँ होइन अनि यतातिर भिडियोहरू बनाउँदै अनि यतातिर चाहिँ पार्टीहरू इन्दुहरू घाँसहरू पलाएर काट्ने जिम्मा चाहिँ हाम्रो हो होइन अनि यस्तो छ गाई चाहिँ होइन यतातिर मन्दिर चाहिँ भित्र चाहिँ यस्तो बबाल छ होइन अनि यतातिर चाहिँ हामी छौँ होइन त्यो चाहिँ हामी सानोमा पिङ खेल्ने ठाउँ हो यो चाहिँ हामी सानोमा यस्तो गर्न आउँथ्यौँ कि यहाँ चाहिँ अझै पनि अनि यस्तो भ्यू हेर्नु न त यतातिरको भ्यू बबाल होइन अनि चाहिँ गाई हामी स्वर्ग हेर्नलाई अन्त जानु पर्दैन आफ्नो गाउँ हेरै पुग्छ है त गाई चाहिँ हेर्नु कस्तो भने हाम्रो गाउँ एकदमै सुन्दर छ होइन तपाईँहरूको पनि अनि लगाइ हामी अब भिडियोहरू बनाउँछौँ अब एकचोटि उता घर बनाउन जान गइसक्यौँ होइन यस्तो भिडियोको लागि चाहिँ म यतिमा त बनाउँछु है म यसको भिडियो गरिदिन्छु खै रातो खै हे स्कुलको केटाटीले खै रातो नि हो कालो नि हो दुईवटा जालिस है भिडियो बनाउने क्रममा झन्नै ज्यान भिडियो बनाउँदा धेरै जस्तो ज्यान गएको हुन्छ नि फेरि ल के बनाउँछु म भिडियो लगाइ हामी चाहिँ भिडियोहरू बनाइसक्यौँ अब चाहिँ हामी घरतिर लाग्छौँ अनि स्कुलका विद्यार्थीहरू चाहिँ हिँडिरहन् कि स्कुल पढेर चाहिँ अब घर जानको लागि बनाइदिने भनिस् भिडियो गाइज अब हामीले भिडियो सिडियो फोटो एडिट सबै गरिसकेर अब हामी घरतिर लाग्नको लागि रेडी भइसक्यौँ अनि चाहिँ आज कस्तो मौसम एकदम दामी पनि गरे होइन अनि त्यही माथि चाहिँ यस्तो गर्दैछ होइन ल यतातिर अब हामी कता जाने कता बाटोदेखि जाने भन्दै यता डिस्कस चल्दैछ होइन राम्रो खाके ल यता हेर्नु न यसकोले ए यता हेर्न ओइ पक्नुस् त ल दामी बबाल ल हिँड ल अब हामी घर जानले रेडी है त अब हेर्दै जानु ल भलक अब म कता के गर्दैछु भन्दै बनाउँछु सबै ल बाई बाई मन्दिर बाटो घुमाएर नेक्स्ट डे नेक्स्ट टुमारो हिँड्दा हिँड्दै नि
कति फुल्यो मायाको भाड बुझियो कहिले रे छ त एउटा भिडियो चाहिँ हामीले गाई छैन यहाँनिर बनाएको थियौँ अरू भिडियो चाहिँ टिकटकको सबभन्दा लाने मन्दिर अरे अनि हामी चाहिँ यो किन उ गरेको थियौँ यो बाटो झर्दैछौँ होइन नो बेबी लाग्दैछौँ अहिले चाहिँ मेरो भ्लगहरू हेर्दै थिएँ खै एकैछिन 300 भ्युज कति भ्युज गयो अरे 346 भ्युज गयो मेरो भ्लगमा चाहिँ यसमा चाहिँ बब्बाल गयो स्क्यान गर्नु न के गर्दैन चला न 300 कति क्यारम बोर्डहरू खेल्दै कस्तो गरेँ चाहिँ म लाइक गर्न लगाएको छु होइन सबै भिडियोमा लाइक गर्नको लागि ल हेर चाहिँ ल लाइक गरिदे खै ल मेरो भिडियोमा भ्लगमा ल कमेन्ट पनि के ह्यापी म्यारेज लाइफ दे दिदी भन्नु ल लेख ल ह्यापी म्यारेज लाइफ दे दिदी यसको मम्मीको आइडी छ छोरी भन्ने लेख्दे आज हाम्रो घर जान्न हुन्छ एकछिन हाम्रो घर बसौँला अनि हामीलाई भोलि बिहान लगाइन्छ मलाई कोही भिडियो हाल्दैन तँ स्क्यान गरिस् हालिदिन्छु कि त आमा व्हाट्सएपबाट डकुमेन्टमा हाल्नुस् के हुँदा जाने बेलामा म हाल्छु कोटीको चटपटे बनाउँदैछन् हाम्रो गाइजहरूले प्याज काट्दै हुनुहुन्छ भाउजूले प्याज काट्दै हुनुहुन्छ अरू यता रुमाल्दै चटपटे बनाउँदै है अब बन्दैछ मम्मी अचार के अजिनामोटो कहाँ खाने भन्छ कसले अजिना छैन र अजिना मटर अजिना मटर हाले अब पुरै भन्नु न भन्नु कस्तो शर्मा हुनुहुन्छ नि यहाँ त भन्नु के माई फेभरेट पास के भन्छ रे पास्ट कन्टिन्युजहरू के भन्छ प्रेजेन्ट कन्टिन्युजमा भन्छ कि हामी फेभरेट तपाईँ चाहिँ आउनु रे भेटिने तेल त चटपटेवाले आन्टी अलिक चटपटेमा पिरो हालिदिनु न मलाई एक्लै खानुहुन्छ दिनु न अलिकति भान्दै कति खाइसक्यो भिडियो छैन मम्मी आन्टी भिडियो छैन आमा हो अझै छोरी आमालाई चाहिँ बसी के हो जिरेको छ भने त्यस्तै उहाँले ल यता मम्मीले चलाउँदैछ पिठमा हालिदिन्छु ल बबाल भयो के लाहार न गङ्गा तारी पारे होइन ल ल मेरो चाहिँ मुखले चाहिँ लाइट बाल्दै आयो फेरि चटपटे अब हामीले हाल्दैछौँ हातमा 11 ग्लासको 7 ग्लास कौना चाचे ल ल दिन्छौँ क्या थोरै देल रे के त्यहाँ खाने चटपटे खानु हुन्न है टाइफाइड हुन्छ चटपटे बनाउने मान्छे चाहिँ हाम्रो यता हुनुहुन्छ चटपटे खाँदैछौँ है 1 चम्मच खाँदा कस्तो बनाइस् यसले बनाए चटपटे चाहिँ हेर तँ यसको कति रातो बनाइ मर्चियो त ल चाहिँ म पनि खान्छु है सोही भनेको सपना मेरो नानी ल चटपटे मोबाइलमा व्यस्त चाहिँ भयो
तोपिनु भयो कि गाई चटपटे खाएर होइन चटपटे खाएर कस्तो लाग्यो एकदम मेरो त सबैभन्दा लाल थियो होइन अब कस्तो थियो होला अब तपाईँ आफू अनुमान गर्नु न त्यस्तो पिरो चाहिँ भएको छैन होइन मलाई चाहिँ तर खाँदाखेरि भएको थियो है अहिले चाहिँ भएको पहिला बरु यहाँ राम्रो आयो अघि न माथिबाट जस्तो आएन लास्ट पिरो आज तपाईँले पिरो भाइ कि नै ओ जसले हे रोटिन्छ यता आइज के माथि हेर्नु दिदी तपाईँले लिनु भएको लोटी भने ल हामी चाहिँ घर जानको लागि रेडी भइसक्यौँ होइन कि भलको अन्टी कहिले रिसिन भयो गाइजहरू अन्टी हेर्नु न तल त ल गाइज अन्टी रिसिन भयो अन्टी भलक हेर्नु भयो ल गाइज हामी गएको ल गएको है हामीले चाहिँ सटपटे पनि खाइसकेर रेडी भइसक्यौँ भयो त जा म उता आएको घमण्डी कुरा मखण्डी कुरा मात्रै छ कि मान्छेको त फेरि ल यता जाँदा त्योभन्दा भिडियोमा यतातिर इन गर्न जान्छु ल गाइज अब अर्को न्यू भिडियोमा भेटौँ ल लस्ट अफ लभ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला च्यानललाई फलो हो कि के भन्छन् सब्सक्राइब अनि लाइक सेयर गरिदिनु ल बाई बाई गाइज माया छ लस्ट अफ लभ बाई